आज म तपाईहरुलाई माइक्रोसफ्ट अफिस वर्ड 2013 मा एउटा लोगो बनाउन सिकाउन गइरहेको छु। यसको लागि सबैभन्दा पहिला इन्सर्टमा जानुपर्ने हुन्छ। इन्सर्टमा गएपछि शेपमा एउटा डु नोट शेप लिन सक्नुहुन्छ। डु नोट शेप लिएर बिस्तारै यसरी तान्न सकिन्छ र यसको वर्ड आर्ट ग्यालरी जुन वर्ड आर्ट ग्यालरीको लागि यहाँनिर जान सक्नुहुन्छ र यसको सर्टकट पनि छ जुन सर्टकट अल्टर प्लस आइपीडब्ल्यू युज गर्न सकिन्छ र यहाँ भएको डिजाइन मध्येमा तपाईले एउटा डिजाइन लिन सक्नुहुन्छ। यसलाई प्रेस डिलिट गरे मैले र यहाँनिर आफ्नो नाम लेख्न सकिन्छ जस्तै मेनी ह्यापी रिटर्न्स अफ द डे प्रेस दुईचोटी इन्टर त्यसपछि यसको नाम लेख्न सकिन्छ। सो ओके गरौँ। अब यसलाई हामीले यो सेन्ड ब्याक वा सेन्ड टु ब्याक भएको अवस्थामा यसलाई वाप टेक्स्टमा जानुपर्ने हुन्छ र इन फ्रन्ट अफ टेक्स्ट गर्न सकिन्छ। यसको कलरहरु फिल गर्नको लागि फर्म्याट भित्र यहाँ सेप फिल आउटलाइन कलरहरु यसरी लिन सकिन्छ र मैले यसलाई चाहिँ एउटा कलर युज गरे लाइक मैले रेड कलर युज गरौँ र यसको लाइन कलर पनि रेड नै लगाऊ र त्यसको मुनितिर चेन्ज शेप अप्सनमा गएर यसमा क्लिक गर्न सकिन्छ र यसलाई बिस्तारै यसरी ड्र्याग गरेर मुभ गर्न सक्छौं हामीले बिस्तारै यसलाई। सो यो पहिलाको जुन शेप छ त्यसलाई पनि हामीले यसलाई सानो बनाउन सकिन्छ। यसलाई बिस्तारै फेरि यो टेक्स्टमा आउन सकिन्छ। यो जुन एल्लो पोइन्ट छ यो पोइन्टलाई बिस्तारै यसरी तान्यो भनेदेखि यो क्लोजमा आइदिन्छ। किबोर्डमा अप डाउन एरो लेफ्ट राइट युज गर्न नि सक्नुहुन्छ र यसलाई कलर मैले ब्याकग्राउन्ड कलर चाहिँ अलि अर्कै राखे लाइक मैले जस्तै ब्लू कलर युज गरे र यसको व्हाइट टेक्स्ट कलर पनि व्हाइट लगाइदिए। सो यति गरे पछाडी एकचोटी यसलाई इन्सर्टमा गएर शेप्समा जाउँ र मैले यहाँनिर स्टार लगाइदिए एउटा र स्टारलाई यसको स्टारको कलर पनि व्हाइट नै लगाइदिउँ। सो यसलाई डुप्लिकेट गर्नको लागि हामी कन्ट्रोल डी पनि गर्न सक्छौं अथवा कन्ट्रोल सीबी गरेर डुप्लिकेट गर्न सक्छौं। अहिलेको लागि मैले कन्ट्रोल डी गरे र यसलाई मुभ गरेर यता ताने। सो मेनी ह्यापी रिटर्न्स अफ द डे यसमा हामीले केही त्यस्तो खालको केही शेप्सहरु राख्न सक्छौं जसमा मैले एउटा केही त्यस्तो पिक्चर्सहरु सर्च गरे। जस्तै मैले यो पिक्चर युज गर्न सकिन्छ जस्तो मैले यसलाई इन्सर्ट गरे र यो यसरी ठुलो अवस्थामा आएमा यसलाई सानो गर्न सकिन्छ यसरी बिस्तारै यो यहाँबाट तानेर र यसलाई यसको मोड चाहिँ यहाँ माथि फर्म्याटको शेप्समा गएर बिस्तारै यस्तो चेन्ज गर्न सक्छौं र यसलाई यताउता मुभ गर्नको लागि इन फ्रन्ट अफ टेक्स्ट इच एन्ड एभ्री टाइम गरिराख्नु पर्ने हुन्छ र मुभ गर्न सक्छौं हामीले। यसलाई सानो बनाइदिउँ र मैले यो कर्नरबाट युज गरे बिस्तारै र मैले यसलाई यो मिड पोइन्टमा लगेर बिस्तारै यसलाई यसमा एट्याच गर्दै। सो यति गरी पछाडी मैले यसमा अर्को पनि एउटा शेप युज गरे लाइक जस्तै मैले यहाँनिर एउटा शेप युज गरे र यसमा मैले एड टेक्स्ट गरे जुन केही टेक्स्टहरु लेखे पछाडी यसको कलर चेन्ज गर्न सक्छौं र यसलाई सेभ गर्नको लागि अथवा यसलाई मल्टिपल गर्नको लागि यो लोगोलाई धेरै बनाउनको लागि हामी यसलाई एकचोटी न्यू गर्न सक्नुहुन्छ। न्यू गर्नको लागि न्यूमा गएर यहाँ ब्ल्याङ्क डकुमेन्ट यो ब्ल्याङ्क डकुमेन्ट र सबैमा ब्ल्याङ्क डकुमेन्ट हुँदैन यो चाहिँ अफिस 2013 भएकोले गर्दा यसमा ब्ल्याङ्क आउँछ र यसलाई हामीले के गर्न सकिन्छ भने इन्सर्ट मेनुमा गएर यहाँ हामीसँग एउटा नयाँ अपडेट भएर आएको एउटा मेनु छ जुन स्क्रिनशट हो र स्क्रिन क्लिपिङमा गएर एकछिन छोड्दिन्छौं र छोडिसके पछाडी प्लसको साइन आउँछ र जसलाई हामी बिस्तारै यसरी ड्र्याग गरेर यसलाई चाहिँ क्रप गर्दिन्छौं। सो यसलाई सानो गर्दियौं सानो
सो यसलाई इन फ्रन्ट अफ टेक्स्ट फेरि गर्न सकिन्छ र त्यो गरे पछाडि यताउता मुभ हुन्छ। अब यसलाई हामीले कन्ट्रोल डी गर्दै धेरै बनाउन सकिन्छ। कन्ट्रोल डी। अब यसलाई सेभ गरौँ। सेभ गर्नको लागि यहाँ गएर सेभमा जान्छौँ र यसलाई कहाँ गर्ने माई कम्प्युटरबाट हामीले लोकेसनहरू लिन सक्छौँ। जस्ट माई कम्प्युटरमा जान्छौँ, डेस्कटपमा गर्न सक्नुहुन्छ, डकुमेन्टमा गर्न सक्नुहुन्छ, ब्राउजमा जान सकिन्छ। ब्राउजमा गएर आफूले एउटा ठाउँ लोकेट चुज गर्न सकिन्छ लोकेसन। ल मैले यसलाई जस्तै ह्याप्पी बर्थडे BDY टु यु एउटा नाम दिएर सेभ गरेँ। हस्, थ्याङ्क यू।